थियो भन्दाखेरि स्लेप हान्दाखेरि स्लेप चाहिँ हानेको थिएन हैन। समस्या के रहेछ भनेर मैले पहिले सेल्फ मोटर खोलेको थिएँ हैन। सेल्फ मोटर खोलेको यसको चाहिँ ब्यान्डिक्स अलिकता टुप्पामा खाएको रहेछ। त्यति गर्दा पनि इन्जिन घुमेको थिएन हैन। अनि त्यसपछि मैले इन्जिन साइडको अब म्याग्नेटतिर खोलेर हेरेको थिएँ हैन। कभरहरु यो भयो। अनि खोलेर हेर्दाखेरि हेर्नु कस्तो देखिन्छ भन्दाखेरि यो पुरै खोलिसकेछु हैन। यो खोलेको यो म्याग्नेट छ नि, यो पुरै म्याग्नेट हैन यसरी फुटेछ ल हेर्नु यो सबै यो पुरा म्याग्नेट फुटेछ। अनि यो म्याग्नेटको बाहिरको यो म्याग्नेटको आउटसाइडको यो हुन्छ कभर हैन, त्यो चाहिँ हजुरको यो कोइल छ, यो कोइलमै पुरा सब चिप्किसकेको थियो। अब यो कोइलको यो पिकअप कोइल हुन्छ हैन, यहाँ हैन यो पिकअप कोइल यो पनि फुटाल्दिसकेछ। अब पिकअप कोइल बचाउनमा म राख्ने, तर के भरि यो कोइल जति पनि भागहरु हिस्साहरु बनिसकेको छ हैन। यसलाई चाहिँ आउट र इनर गरेर डाउन दबिसकेछ। यो दबिसकेपछि के हुन्छ भन्दाखेरि सप्लाई चाहिँ त्यति राम्रो नहुने हुन्छ हैन। ब्याट्री चार्जिङ गर्दैन अनि रातिमा हिँड्दाखेरि समस्या हुन्छ हैन। हेडलाइट बाल्दाखेरि ब्याट्री डाउन गर्दिने समस्याहरु हुन्छ। त्यसले गर्दाखेरि यो कोइल पनि फेर्न पर्ने आवश्यक देखियो हैन। कसै हजुरहरुको पनि खास त्यस्तो प्रब्लम केही भएको छ हैन। सेल्फ हान्दाखेरि क्याट गरिराख, तर इन्जिन घुमेको छैन भनेपछि एउटा यहाँ म्याग्नेट लक हुन्छ हैन। यो म्याग्नेट लक पनि चेक गर्नु होला, यो भाँचिएर पनि हुन सक्छ हैन। उसको अलावा म्याग्नेटहरु फुटेर पनि हुन सक्छ, यो चाहिँ चेक गर्नु होला हैन। अब यसमा चाहिँ दुईटै